Hello, good morning. Welcome to our channel Beloved Sundima Rai once again. हामी चाहिँ उठिसकेको छौँ। मैले चाहिँ कति बज्यो भने नि ठ्याक्कै 6:45 अब यिनीहरू पनि उठिसके हैन। आमा पुरै यस्तरी सुतेको के भुइँमै सुतेको ड्याममै। अब फेरि यिनीहरू पुरै लड्दै लड्दै कहाँ पुग्छ नि त्यही भएर हामी भुइँमा सुतेको। अब पुरै सबै सेटअप गरेर खानासाना खाएर फेरि हामी जाँदैछौँ भक्तपुर। छोरीको चाहिँ एसी चलिरहेको छ त्यही भएर छोरी चाहिँ एसी दिनलाई जाँदैछिन्। अल द भेरी बेस्ट छोरी। थ्याङ्क यू। ए म फोन गर्दैछु तपाईँलाई। ल लामा हामी गयौँ है। ल हाम्रो यात्रा सुरु भयो आजको लागि चाहिँ पुरा एक्साइटेड। ओ डिक्की खोल्न मिल्छ? हेलो गाइस। ल राम राम राम। हेर त कता जानलाई रेडी हो? उता टाइगर लिली। ओके ल हाम्रो यात्रा सुरु भयो फेरि आज सेकेन्ड ट्रिपको लागि। फर्स्ट ट्रिप अस्ति नै भइसक्यो। सेलु कम हियर। आज हामी कहाँ जाँदैछौँ? टाइगर लिली। विथ हुम? ए ल ल ल ल मिमीलाई बाई बाई गर। बाई बाई। क्लोज टु जुत्ता। ए जुत्ता के हुँदैन। हजुर हजुर। अनि झ्यालमा बस्नु पाउँदैन नि त। सेलीमासँग बस्ने तर झ्यालमा बस्नु पाउँदैन। फेरि सेलीमा बसिरहेको छ झ्यालमा नबस्ने। ओके त्यही बस न हौ। त्यही बस त्यही बस। ल गाडीले मात्रै मात्रै बल्ल बल्ल आइपुग्यौँ हामी चाहिँ टाइगर लिली फार्ममा। लाउनुहोस् है आउनु है त नि। आइपुगेको छैन जस्तो छ। टिकट दिनुहोस् न। कसरी हो टिकट? एकजना बच्चाको 400। हजुर एकजना बच्चाको 400। अनि हाम्रो कति तीनजनाको? नमस्ते नमस्ते। ल हजुर 4 टाइम्स। थाहा चाहिँ उसो हजुरलाई सबै। ल खै त ल्याउनु क्या? ल खै त ल्याउनु छ त्यो? भाइ लड्छ है सम्म भयो भाइलाई बिस्तारै है भाइसम्म है। सेलु राम्रो बस न। भयो 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 भाइ भाइ नै सिक्यो अरे। भयो अरे भयो अरे। कता हौ? निनी ठिकै हुनुहुन्छ? झन्डै मरेर भात नखानु पर्ने छ। राधा बुढी झन्डै निस्किस भयो। कहाँ बस्ने? कता हो? त्यहाँ बस्ने? बाई बाई। पहिला पनि यो ठाउँमा चाहिँ आएको योभन्दा पहिलाको भिडियोमा पनि हामी चाहिँ यहाँ आएर यहीँनिर बसेर खाजा खाएर गएको। फेरि यसपालि फेरि आएको। साह्रै रमाइलो छ क्या। बच्चाको चाहिँ टिकट 400 अरे। एडल्टको चाहिँ नलाग्ने। ठुलो मान्छेको चाहिँ बच्चाकोमा चाहिँ 400 लाग्ने अरे बच्चाको चाहिँ।
Rihang, ya era, mia, Rihang, mia. Sudah ya? Gari le matera. Maron bani? Ma, namaskar. Halo, baju ini. Halo, mama. Mama पनि आइपुग्नु भएछ मामा सेउ हो है होइन मिबास नमस्ते ल ए खोइ कुकुर भाइ खोइ दिनु है त म ए हो सेउ गइदिन्छु ल आज त बच्चा खाने हजुर बच्चाहरु छैनन् पनि ल आरामै हुने भयो उता छ अरे उता पर छ अरे नयाँ बनाएको छ अरे म्या आरुष खोइ हौ दादा खै दादा आऊ है भाइ त आऊ उया आऊ उता जाने जातो आऊ दादा आऊ यता आऊ यहाँ जाँदा हेर्न अब कि ट्रेडिसनल के हो र यो हाउस हेलो निस्क्यो भाइ पनि आऊ मुन्डोले ल बिस्तारै हात हटाऊ ल सेली पनि गर्ने रे पक्का लडाउँछ है तिमीहरूले फेरि म भाइ पनि गर्ने रे हौ ल ल लु गाला पिनिसकेछ ल खोइ भाइले पिन्ने ल खोइ त्यो ठ्याङ गर्नु खोइ यसरी पिन्ने यहाँ हेर म देखाउँछु तिमीहरूलाई है त भाइ च्याक्ला भयो मकै लाउने यो चाहिँ के हो यसको नाम गाँठो नेपाली हाम्रो भाषामा के भन्छ यसरी मान्छे घुम्ने होइन जाँदा मात्रै घुमाउने हो आमालाई नै चर्को परेपछि दिस इज काइन्ड्स अफ एक्सरसाइज योगा मानापाती पनि छ उता लु जाऊ ल भाइ राम ल अब यो चाहिँ यहीँ राख यो आऊ भाइ धान कुटेको यो चाहिँ धान कुटेको ल आलु कुटे धान बनाऊ छिटो दिस इज कल्ड प्याडी मान्छेले धान कुटेर चामल बनाउने केटाकेटीलाई थाहा हुँदैन मलाई भाइले ल्याइसकेछ ल कुटा यहाँ आऊ यहाँ अझै बाँकी छ यहाँ माला बाँकी छ चप्पल निकालेर जाउनु चप्पल निकालेर ल यो भाइ यसरी यहाँ हेर भाइ यसरी कुट्यो है ल त्यहाँ बाँकी छ त्यो निकालौँ त भाइ पनि जाऊ यहीँबाट जाने माला बाँकी ए
सेली बस्नु सेली मेदा ल भाइले ल्याउने एउटा चाहिँ यो चाहिँ पार्टी यो चाहिँ के हो त पार्टी यसको नाम माना माना पार्टी बनाउने कस्तो राम्रो राम्रै बोल होला नानीलाई अब यहाँ हेर त यसको खै माना पनि यसमा कति यसको कति चाहिँ यहाँ जान्छ हेर भोलि आठ माना जानु पर्ने आठ माना जान्छ है Wow. बहिनी त उठी गरिसकेको खेल सुन त तिमीलाई त्यो गर्मी भएको छ भने जुत्ता निकालेर बस है जुत्ता त फुकाउँदा नि हुन्छ अहो भाइ डोलीमा चढिसक्यो ए ल सानो कसले फिक्का हो हानु हुँदैन चाहिँ हल्लाउँदै हो बिस्तारै गर्नु चाहिँ मा पुकुलु फेरि कुद्यो एउटा आउनुहोस् ऊ माथि आऊ माटो खेल्नु यताबाट माथिबाट डुङ हुन्छ तिमी सक्दैनौ आथो छ त्यहाँ आथो छ टोपी चाहिँ लगाइदिनु न उसलाई अर्को पनि छ होला त टोपी यो पनि निस्किनै मान्दैन त यहाँबाट लड्यो भने भाइ टाउको कहाँ छिराको लड्नलाई घोडामा घोडा ओराउने फेरि मिङ्गी पऱ्यो त घोडा अब भरे चढ्ने भरे सुन्नु हुँदैन ल ओहो म्याहरू हेर्नु नजाने तिमीहरू आगो त पऱ्यो हेर्न जाने अहिले एकछिन शीतलमा बस्छ त तिमीहरूले घामले सनस्क्रिन त लगाएको छ कि तर घामले कस्तो हुन्छ नि त उद्या शीतलमा बस्छ एकछिन तिमीहरू अहिले भरे घाम अलिक गएपछि खेल ल आज चाहिँ कोही पनि नरहेछ कि त्यही भएर कति मजा भएको छ कि हेर हामी बुकाइछु अब यहाँबाट जाने ओ वाह कस्तो क्युटी हो ल जाम यता आउनुहोस् त यताबाट जाने हो मिया हेर न पर मिया ऊ यता छ मिया मिया
म्या गर्दैछ ऊ हाँसेर हाँस ऊ हाँसेर न हाँस वाउ हाँस कुखुरा कुखुरा हो निकाल्नु हुन्न है त निकाल्नु हुन्न हौ यो चाहिँ पुरै एनिमल फार्म पहिला तल थियो अहिले चाहिँ त सारेको रहेछ ओहो म्या म्या माथि जा अक्क नै छ आऊ त कुखुरा हेर्न आऊ त उता कुखुरा हेर्न आऊ न कुखुरा ऊ यहाँ कुखुरा हेरौँ न आऊ कुखुरा कुखुरा आऊ न कुखुरा कुखुरा ऊ खरा हेर्न आऊ यी खरा हेर आम्मा यहाँ त खरा ऊ खरा हेर्न आऊ त आऊ न खरा हेर्नु यो दुइटाले गर्दा बाबु नै डरायो टर्की यहाँ पनि छ अर्को नि छ ऊ मुसा हेर न मुसा मुसा ऊ मुसा हेर ऊ हेलो यस्तो टन्टलापुर घाम लागेको छ आज चाहिँ पानी पर्छ भनेर टेन्सन भइरहेको थियो तर अहिले चाहिँ ऊ तल ल जाउँ 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 ट्र्याक्टरमा आउँदैछु एकछिन हाई आमा ए होलामा ल हामी पनि आउँदैछौँ यसो धारा जाने यताबाट जाने यताबाट दिदीलाई हेरेको हेर न त्यो दिदीलाई हेरेको मोटो ल हामी चाहिँ यो शीतलमा बस्दैछौँ केटाकेटीहरू खेल्दैछन् दुईजना पर आजले नै ह्याट लगाएको भन्थ्यो अलि हल्ला अझै हल्ला हल्ला भयो अलि हल्लाउ त अझै हल्लाउ हम छिटो कुल प्रतिष्ठा बल खेल्ने आमा खुट्टा हेर बल खेल लु नानी खेल्छ बल साइकल नछोडेर माथि ओ मेरो सेलीमा खाना गर्छमा बल हामी साइकल मिटिरियामा बेटा फेरि बल कतिवटा छ घरमा जतिवटा बल देखे पनि बलै भन्छ धुलो नउडाऊ है उता रमिता पनि हेरिराखेको किन एक्लै त्यहाँ टङ्गङ्गै
रहेछ टम्ने खिडी पनि लगाएको रहेछ जग्गा हालको फ्रेन्डी है हापा खपाउनु रहेछ एउटा अब यहाँ के बनाउनु होला होला ए घोडाले हान्छ यता यता आउनुहोस् है यता घोडाले अहिले घोडामा चढ्नुपर्छ ओला ओला यता आऊ भूमिमा मान्छ ल अर्को मान्छे हुनुहुन्छ नि चढाउने ल कस्तो शीतल कति मजाको ढङ्गे हजुर ल ल ल प्लेन हो ए रहेछ ल हजुर के भयो भाइ कहाँ हिँडेको कहाँ हिँडेको भाइ यता हो यता हात्ती 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 भन्दा हात्ती हात्ती मेरो साथी हात्ती मेरो साथी यता हेर त यहाँ हेर न भाइ हात्तीसँग आउँदा यहाँ आएको म्याउ आएको म्याउ आएको म्याउ आएको म्याउ आएको म्याउ नाच्यो नाच्यो म्याउ नाच्यो बहिनी जाउँ बहिनी बहिनी खै बहिनी जाउँ त रिहाङ इज 22 months old अब 2-3 दिनपछि चाहिँ 23 मा लाग्नुहुन्छ है अनि यहाँ चाहिँ यस्तो मजाको वेदर भएको छ है आज त पुरै के घाम पनि मजाले लागेछ पानी पर्छ भन्दै थियो तर परेन अनि हामी चाहिँ यहाँ रुकुममुनि शीतलमा बसिरहेको छौँ यस्तो रमाइलो फिल भइरहेछ क्या ल ल ल फर्सी 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 हो नि त्यो फर्सी फर्सी भन घोडा चढ्ने टाइम भएको हो बसन्ती चढ्ने हजुर ए ओके ल को चढ्ने बसन्ती घोडा भैँसी नि चढाउँछ भैँसी चढ्ने हो भैँसी चढ्ने हो ए गयो 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 भैँसी चढ्ने कि बल खेल्ने ल यस्तो मान्छे त घोडा चढ्ने डराउला हो घोडा घोडा यता हो यता अहिले हान्छ हान्छ यता 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 रिहाङ ए आरोस नउडाउनु के त्यसरी आँखा पस्यो भने यहाँ भाइ पनि खेल्छ One horse cake and one big cup. Horse shape? Okay, I'll try my best. I will do it this, okay? Okay, the cupcake? Yeah. And the cake with the horse shape, okay? Okay. I will make the horse shape down, okay? के भयो के भयो माथि जाऊ माथि जाऊ लु यो पनि खेल्ने हात टकटकाउ त पहिला हात टकटकाउ चाट्नु हुँदैन लु पानी खानु हिँड को खाने पानी पानी खानुपर्छ है हाइड्रेट बनाउनुपर्छ पढ आरुस त्यसो गर्नु हुँदैन नि आँखा पसेपछि निस्किँदैन नि यो त न त्यसो नगर त बाबा प्लिज भाइले नि त्यस्तै सिक्छ फेरि आरुस नउडाउ ल त्यसरी ल अब यहाँ घोडा चढ्ने तयारी हुँदैछ है घोडा यता आऊ है भाइ रिहाङ यता आऊ आऊ ल
गर्दैछ है ओ अर्को पनि हिँड्दै हिँड्दै जाँदैछ ल ओहो कति मजा भइरहेछ नि यिनीहरूलाई आरुसले चाहिँ बल नछोड्ने यहाँ घोडा पनि कुदाउँछन् कुदाउँछ नि पैसा तिरेर कुदाउँछ होइन पहिला ऊ बिहा अघि तर भित्र टिकटमै हो पैसा ए टिकट काटेपछि पाउँछ सबै कुदाउने बानी होला त्यहाँ त्यसलाई कुद्नु भइरहेको छ घामले चाहिँ आज यिनीहरूलाई रनक्क पार्ने होला ल घोडा आयो है भाइ घोडा घोडा आयो कस्तो मजाले मोटा छ है हिँड्नलाई हैरा घोडा घोडा बल एकछिन ऊ घोडा आउँछ घोडा 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 ए बलै चाहिने रे यसलाई जाऊ नो बल दिनुहोस् भन नो बल भन आरुस यसो चाहिँ गर्नु नपाइ कि ल बाई आमा यहाँ अरे ल बाई बाई ल नोडो राखियो कसको पालो अब हेलो को चढेको बसन्तीमाथि को चढेको हौ हेर नोडो राखेको यता बहिनीको पालो अनि मेरो अन्त कति मजाले बसेको त ओहो कति चढ्नु मन लागेको छ त उसलाई है रिहान आमा हेर न बाई बाई लाउ चाहिँ भयो होला ल ल आनु ल ल सुम्डीमा चढ्ने दिदी मै हेर न फेरि जाने हो क्या तिमी हाई रिहा सुम्डीमा अप्ठ्यारो भएको छ छैन ल बसन्ती डार्लिङ आई लभ यु त्यो ह्याट चाहिँ लाएर जानुपर्छ नि छोरा ह्याट लाऊ अनि जाऊ ल तलै बस्छ तलै अहिले अङ्कलले उचालिदिनुहुन्छ गोकर्णेश्वर तर अरू ठाउँ पनि छ छन त ल हेलो ल क्युमा फर्स्ट राइडर रिहाङ अनि त्यसपछि सेलीमा के अरे सुम्नीमा त्यसपछि सेलीमा हजुर ओके हाई ल ओहो ल रियाङ पनि खेल्ने ओ भाइ पनि टिम खेल्छ टिम खेल्ने भाइ पनि हजुर हजुर अन्त कहाँ आउँछ र घुमेर बालपनको उमेर नि होला मा आमा 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 गरेर नखाने यहाँ ल
protein powder फाल्न नहुने हो। Mom, ल देऊ न देऊ Mom. हुन्छ हुन्छ मा ल हुन्छ स्न्याक्स टाइम यहाँ ल ल मामा र नेक्स्टमा पढाइदिउँ मिरिरहेछ देउलतिर पाखानुमा हुनुभयो हजुर म आउँदैछु त म आउँदैछु ल हो र घोडा चढ्ने अरे I'm here. I'm the top. ओके तल झर I'm at the top. तल झर लु Somebody help me. भाइ कहाँ गएको भाइ घोडा घोडा रिहाङ I will show you one yummy thing. ओके वाट Strawberry. Small strawberry. ओके वेट है म भाइलाई यता हेर्दैछु भाइ कहाँ गएको हात धुने ओके कैसिम पख त ल यहाँ चढ ओके गिभ मी योर ह्यान्ड अर्को ह्यान्ड अर्को खै खै मुख नाइ नाइ ल जा ल जा ताइतल हुँदैन त्यो अङ्कलको ताइतल ल होइन ए मम्मीको चप्पल छैन होइन त उता मम्मीको चप्पलै छैन ल जाऊँ पर जुत्तै छैन जाऊँ पर होइन होइन म्याउ भन बाई बाई रिहाङ ल खाजा साजा खाइसक्यौँ यिनीहरू अझै खेल्न बाँकी नै छ खेल्दै नै छन् रिहाङ यता आऊ भाइ अब चाहिँ हामी जानलाई रेडी हुँदैछौँ है यिनीहरूलाई कति मजा भएको होला त अझै एकछिन बस्ने खेल खेल लु खेल आहा आऊ त यहाँ फोटो खिचौँ नि एउटा फोटो खिचौँ त तँ गरिदिनुहोस् त यता तँ गरिदिनु न ल अब चाहिँ हामी घर जाँदैछौँ सबैजना रेडी भइसक्यौँ फोटो पनि खिचिसक्यौँ हजुर अर्कै चल्दैछ यहाँ आऊ न सोनीमा नि आऊ सोनीमा सेलीमा आऊ यहाँ मेरो पछाडि आऊ त एउटा म्याजिक चक्लेट हो के ल ए हुन्छ मामा हुन्छ लान्दी त बेनीका मामा है ल आऊ ल आऊ ल आऊ यता आऊ सेलीमा सुम्नीमा होइन फोटो खिच्छु म यहाँ खोइ ए खोइ त सेल्फी स्टिक ओके ल अब हामी जाँदैछौँ घरतिर ओके ल सेलीमा नि पख त ल धन्यवाद ल पख बिस्तारै आऊ है ल बाई बाई फेरि भेटौँला थ्याङ्क यू Bye. Thank you so much for watching our channel and see you next video. Bye bye.